वास्तविक किसानले अनुदान पाउनु भएन, जो चाहिँ पहुँचको आधारमा अन्य कुराहरूमा चाहिँ अनुदान पाइराख्नु भएको हुनाले चाहिँ हामी आइसकेपछि के गर्यौँ त भन्दाखेरि वास्तविक किसानलाई चाहिँ पहुँच सुनिश्चित गर्न चाहिँ यो राष्ट्रिय किसान परिचय पत्रको लागि पनि हामीले त्यो काम गरिरहेछौँ। किसानले पेन्सन पाउँछन् त? हामीले कन्ट्रिब्युसनमा आधारित पेन्सनको कुरा चाहिँ गराए हो, त्यसको लागि हामी पूर्वाधार बनाउँदैछौँ। तपाईँले हेर्नुभयो भने रेसियो 4 महिना अगाडिदेखिको फाइलको रेसियो र अहिलेको फाइलको रेसियो हेर्नु होला। हामीले मेरो टेबलमा सकभर मैले चाहिँ राति 10-11 बजीसम्म बसेर भए पनि त्यो फाइललाई क्लियर गरेर मात्र म घर जान्छु। 6 महिनादेखिको भुक्तानी तपाईँ कृषि मन्त्रालयको जिम्मेवारीमा आइसकेपछि कसरी सम्भव भयो? एउटा सेक्टरलाई समातौँ र त्यो सेक्टरलाई चाहिँ हामी ग्रो गरौँ भनेर टार्गेटको रूपमा लग्यौँ। तपाईँले निजी डेरीहरूलाई पनि त्यही खालको सर्कुलर जारी गर्नुभएको रहेछ, तर टेरेनन् नि मन्त्रीज्यू निजी डेरीहरूले, किन होला? म पनि किसान परिवारबाट आएको मान्छे हो होइन, र मैले देखेको मलाई पनि त्यही महसुस हुन्थ्यो सरकारमा आउनुभन्दा अगाडि। काठमाडौँमा बसेर साइन्टिस्टहरू चाहिँ काम भनेको डेस्क वर्कले हुँदैन, फिल्डमा जानुपर्ने नि त साइन्टिस्टहरू। अर्को कुरा चाहिँ जसको बिकेर जान्छ त्यही मान्छे त्यहीँ जान्छ। तपाईँले कम्पेरिटिभली मेरो सेड्युल हेर्नुभयो भने म बिहान 8:30 देखि 9 बजीभित्र म यहाँ आइपुग्छु। धेरै जस्तो चाहिँ म 8 बजी आइपुग्छु। बिहान 8 बजीदेखि सबै काम सकाएर छिटोभन्दा छिटो सकाएर म 6:30 देखि रातिको 10-11 बजीसम्म पनि हामीले फाइल पढेर त्यो तुरुन्तका तुरुन्त लगिरहेछौँ। अब अहिले तपाईँले भन्नुभयो डिडिसी नाफामा छ भनेर, अङ्कगणितले नै त्यही देखाउँछ? प्रफिट गर्न सकिन्छ भनेर त्यो चरणसम्म चाहिँ हामीले देखाइसकेका छौँ। न्यूनतम मूल्य सबै कृषि उत्पादनमा राख्न सक्ने अवस्था छ कि छैन, त्यतातर्फ तपाईँहरू लाग्नु भएको छ कि कहाँ पुगेको छ? हाम्रो टार्गेट चाहिँ सबै न्यूनतम समर्थन मूल्य चाहिँ सबैमा लागू गऱ्यो भने किसानलाई कम्पेरिटिभली राम्रो मूल्य पाउनुहुन्छ भनेर चाहिँ हामीले लगाइरहेको छ। बिचौलियालाई चाहिँ हामीले निरुत्साहित गर्न हाम्रो बजार व्यवस्थापन र हामीले चाहिँ जुन हिसाबमा हामीले काम गर्दैछौँ त्यसमा चाहिँ हामीले अलिक बढी फोकस गर्दैछौँ। 4 महिनामा सबैभन्दा बढी चाहिँ आफ्नो समय व्यतीत गरेको क्षेत्र भनेको रासायनिक मल हो। कहाँनिर कमजोरी भइरहेछ त हामीले रासायनिक मलको मात्रा, रासायनिक मलको प्रक्रिया, रासायनिक मल सबै कुरालाई चाहिँ हामी छिटोभन्दा छिटो त्यो प्रक्रियालाई लग्नको लागि अगाडि बढाउँदैछौँ। रासायनिक मलको समस्या समाधानको लागि सरकार एकदमै धेरै सिरियस ढङ्गले लागेको छ। हाम्रोमा चाहिँ डिडिसीले जे उत्पादन गर्छ त्यहाँ निजी क्षेत्रका डेरीहरूले पनि त्यही मही, दही, घिउ, बटर, सहकारीले पनि त्यही। तर हाम्रो बजार चाहिँ कस्तो भएन भने भाटबटिनीमा जाँदाखेरि 1 रुपियाँको चक्लेटदेखि 1000 रुपियाँको सम्म उत्पादन किन्न सक्ने खालको चाहिँ भएन। त्यसले गर्दा नि खपत कम भयो कि भन्ने छ। त्यो भेराइटी चाहिँ आउन सकेन। मन्त्रीजीको योजना सुनौँ भनेर अहिले हामीसँग 13-14 वटा भेराइटी छ। त्यो भेराइटीलाई चाहिँ हामीले कसरी कन्टेक्चुअलाइज गर्ने भन्ने योजनामै छौँ। भेराइटी बढ्छ। डिडिसी आइपिओमा जाने सम्भावना छ कि छैन? लङ टर्म प्लानको रूपमा हुनसक्छ। हामीले चाहिँ लोकल उत्पादन सबैजनालाई चाहिँ हामीले दिवा खाजासँग कसरी कनेक्ट गर्न सकिन्छ भनेर शिक्षा मन्त्रीजीसँग मेरो एक तहको छलफल भइसकेको छ। नीतिगत रूपमा त्यसलाई कसरी लग्ने भन्ने कुरामा हामी क्लियर नै छौँ। सेना प्रहरीको खाजा अथवा नास्तामा चाहिँ दुध अनिवार्य गर्न सक्ने अवस्था हुँदो रहेछ। त्यसमा पनि हाम्रो छलफल भइ नै राखेको छ। डिडिसी पडकास्ट, नयाँ दिनको शुभारम्भ डिडिसी दूधसँग। मन्त्रीजी नमस्ते। नमस्कार। आराम हुनुहुन्छ? एकदम। यो मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको खासै धेरै भएको छैन। धेरै किसानहरूले चाहिँ दुधकै पैसा पाइएन भनेर डिडिसीसँग गुनासो गरिरहनु भएको थियो। अहिले कोही 1.5 महिना, कोही 1 महिना जति मात्र बाँकी रहेछ। त्यो भनेको चाहिँ किसानले डिडिसीले दिनुपर्ने चाहिँ अब बाँकी छैन भन्दा रहेछन्। कसरी सम्भव भयो? 6 महिनादेखिको भुक्तानी तपाईँ कृषि मन्त्रालयको जिम्मेवारीमा आइसकेपछि कसरी सम्भव भयो? सर्वप्रथम तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। हामीलाई जुन हिसाबमा हामीले डिडिसीलाई चाहिँ ग्रो गरिरहेछौँ त्यो कुराहरू अझै केही कुरा त प्लानिङमै छ, केही कुरा इम्प्लिमेन्टेसनमा गइसकेको छ। म आइसकेपछि हामीले डेटा हेऱ्यौँ। कृषिले ओभरअल जिडिपीको 24देखि 25% जति चाहिँ नेपालको कृषि क्षेत्रलाई चाहिँ कन्ट्रिब्युट गर्दो रहेछ। त्यसमा पनि त्यो 24%को मा भने 9 to 10% चाहिँ दुग्ध क्षेत्रलाई चाहिँ कन्ट्रिब्युसन गर्दो रहेछ क्या। भनेपछि हामी आउने बित्तिकै सबै कुरालाई एकैचोटि हेफाजेट रूपमा प्लानिङ गर्न सकिँदैन। एउटा सेक्टरलाई समातौँ र त्यो सेक्टरलाई चाहिँ हामी ग्रो गरौँ भनेर टार्गेटको रूपमा लग्यौँ। र अहिले आएर चाहिँ त्यो डिडिसीमा चाहिँ के हो त भन्दाखेरि हामीले 2-3 वटा कुरा गऱ्यौँ। एउटा चाहिँ सुशासनको, त्यहाँ सुशासन कसरी कहाँबाट भनेर त्यो फोकस गऱ्यौँ। अर्को कुरा चाहिँ यो भुक्तानीमा
हामीले कहाँनिर कमजोरी छ त, कुन कुन कुरामा कमजोरी छ त, त्यो कुरालाई चाहिँ फाइन्ड आउट गरेर चाहिँ हामीले अगाडि बढायौँ। र हामीले सुरुमा चाहिँ 10-15 दिन जति हामी त्यो रिसर्च गरिसकेपछि हामीले इम्प्लिमेन्टेसन फेजमा जाँदाखेरि लगभग हाम्रो बक्यौता उठ्न बाँकी रकम थियो। अनि त्यसपछि हाम्रो धेरै सुविधाहरू चाहिँ हामीले करौटी गरेर चाहिँ पहिले किसानले चाहिँ मूल्य पाउनुपर्छ भनेर अगाडि बढ्यौँ। र अहिले हेर्नुभयो भनेपछि मान्छेले गर्न खोज्यो भने हुँदो रहेछ। अथवा अर्को रेसियो पनि मैले देखेँ कि हामीले दुध किनिरहेछौँ र फाइदामै बेचिरहेछौँ, तर त्यो प्रफिटको बेच्दाखेरि प्रफिट देखिन्छ, तर यहाँ किसानले भुक्तानी पाइरहेको अवस्था छैन। यो सबै कुराहरूलाई चाहिँ हामीले निर्कुल गरेर अगाडि बढाउँदाखेरि चाहिँ यो सबै कुराहरू चाहिँ वेल प्लान भयो, वेल म्यानेज भयो भने कुनै पनि संस्थाले चलाउन सकिन्छ भनेर चाहिँ हामीले भनेको तपाईँले भन्नुभएको बुदागत रूपमा त्यहाँ भित्रको समस्या रहेछ। तपाईँ आउँदाखेरि कस्तो समस्या रहेछ किसानले बुझ्दाखेरि? विशेष गरेर चाहिँ अब किसानले चाहिँ अब 6 महिनादेखि पैसा पाइरहेको छ। त्यो चाहिँ के कारणले रहेछ मन्त्रीज्यू? यो त वर्षौँदेखिको समस्या हो, त्यही भएर एउटा मैले बुझ्न चाहिँ खोजेको। व्यवस्थापकीय कमजोरी चाहिँ सबैभन्दा ठुलो हो। भनेको व्यवस्थापनै थिएन। व्यवस्थापनका मान्छेहरूलाई चाहिँ किसानलाई भुक्तानी दिनुपर्छ भन्ने चाहिँ अलि प्राथमिकतामा थिएन भनेर बुझ्ने। कस्तो भन्दाखेरि अब त्यहाँ बस्ने कर्मचारीहरू सुविधा लिइराखेको, सहकारीहरूको बिचको पनि तालमेल भइराखेको थिएन। कहीँ न कहीँ त्यो जुन हाम्रो बजारको प्रणालीको नेक्सस छ नि, त्यो नेक्सस चाहिँ प्रभावकारी रूपमा फङ्सनेबल थिएन। यसरी बुझ। अब अहिले तपाईँले भन्नुभयो डिडिसी नाफामा छ भनेर, अङ्कगणितले नै त्यही देखाउँछ? डिडिसी अहिले चाहिँ हामी नाफामा छौँ भन्न खोजे होइन। मैले तपाईँको अघिको कुरा चाहिँ मैले फेरि क्लियर गर्छु। जस्तै हामीले 66 रुपियाँमा चाहिँ किनिरहेछौँ होइन भने हामीले बेच्ने मूल्य त त्योभन्दा बढी छ नि त। भनेपछि जनताले त पहिले त हामीले प्रत्येक दिन हाम्रो नेपालीहरू तपाईँले हेर्नुभयो भने 1 लिटर दुध बेचेर 1 किलो चामल किनेर खाने किसानहरू पनि हुनुहुन्छ होइन। भनेपछि किसानले प्रायोरिटी पाउनुपर्छ। हामीले डिडिसी ओभरअल चाहिँ प्रफिटेबलमा लगिसकेका छौँ भन्न खोजे होइन कि हामीले कम्पेरिजन हेर्ने हो भने त पक्कै पनि त डिडिसीले त व्यापारमूलक संस्था हो। व्यापार गर्ने भएपछि उसले प्रफिट हेर्छ। प्रफिट हेर्ने भएपछि तपाईँले रुट कहाँ हो त? जसले उत्पादन गर्छ उसलाई चाहिँ हामीले चाहिँ सम्हाल्न सकेनौँ। जसले दुध दिन्छ हामीलाई, जसले चाहिँ के अरे तपाईँको र मेटेरियल दिन्छ, त्यही वर्गलाई नै हामीले सम्हाल्न सकेन हुँदैन। त्यसैले अहिले किसानले पाउने भुक्तानी चाहिँ मेरो प्रायोरिटी हो। त्यस पछाडि चाहिँ मैले सुशासन, त्यस पछाडि त्यसको चाहिँ सुदृढीकरण लगायतको अन्य कुरामा फोकस गर्ने भनेर अहिले चाहिँ ओभरअल चाहिँ हामीले त्यसमा फोकस भनेको तपाईँले चाहिँ अब यो पहिलो प्राथमिकता बक्यौता तिर्न रह्यो। अब भनेको अब केही समय अगाडि प्रधानमन्त्रीज्यूले चाहिँ नाफामा छ भनेपछि प्रतिपक्षी दलका धेरै कुराहरू आए। ठ्याक्कै भन्दाखेरि गगन थापा प्रतिपक्षी दलको नेताले नै भन्नुभयो स्ट्याटस लेखेर हुँदैन, अङ्कमा चाहिँ नाफामा छैन भन्ने आशयको उहाँको भाषण आइसकेपछि सामाजिक सञ्जाल 2 कितामा बाँडिएको भएर मैले यो प्रश्न सोधिरहेँ। भनेको अहिले नाफामा गइराखेको छैन, नाफामा जाने चरणमा डिडिसी छ भन्ने हो? यस्तो यसलाई चाहिँ अलिकति फरक ढङ्गले सदनमा पनि साथीहरूले उठाउनु भयो होइन। उहाँकै हाम्रो गगन थापाज्यूकै शब्दलाई बढो गरेर हामीले प्रफिट गर्न सकिन्छ भनेर त्यो चरणसम्म चाहिँ हामीले देखाइसकेका छौँ। भनेको के हो भने बिजनेस तपाईँले लिने बित्तिकै प्रफिट भन्ने हुँदैन क्या। त्यसको प्रफिटेबल मोटिभ छ कि छैन, त्यो लाइनमा छ कि छैन भनेर हेर्नु पऱ्यो नि त। कुनै पनि बिजनेस त तपाईँको आजको भोलि त ग्रो हुँदैन नि त। तर त्यसले कति मार्जिन पाइरहेछ त, कति प्रफिट भइरहेछ त, कति बिक्री भइरहेछ त, बजारमा कति गइरहेछ त भन्ने कुरा हो। प्रधानमन्त्रीज्यूको जुन ब्रान्डिङ पछाडि हाम्रो तपाईँले हेर्नुभयो भने रेसियो लामो समयदेखि डिडिसीलाई तपाईँले पनि रिपोर्टिङ गरिराख्नु भएको छ, 40% अबभ गएको छ बिक्री होइन। मैले 2-3 ठाउँमा भिजिट गर्दाखेरि त लगभग मैले विराटनगरको डिडिसी भिजिट गरेको थिएँ। अरू डिडिसी भिजिट गर्दाखेरि उहाँहरूको अर्को कन्सर्न के थियो भने 50-60 रेसियो पनि जान्छ कुनै प्रोडक्टमा। त्यो लेभलको रेसियो बढ्यो। अनि सबै कुरा थन्क्याएर मात्र हुँदैन नि त होइन। दुध किन्ने अनि दुध मात्र बेचेर हुँदैन क्या, त्यसको चाहिँ मल्टिपल प्रडक्टहरू पनि हुन्छन्। त्यसैले गर्दाखेरि मैले के भन्न चाहन्छु भने डिडिसी आज हामीले प्रफिट कमाएर यहाँसम्म पुग्यौँ भनेर भन्दा पनि डिडिसी चाहिँ
प्रफिट कमाउन सकिन्छ भनेर लक्षण देखाइसकेको छ र यसलाई चाहिँ नाफामुखी बनाइसकेका छौँ भन्ने हाम्रो लक्ष्य। अब हाम्रो जुन 15 दिनमा भुक्तानी दिने छ नि हजुर त्यो चाहिँ अब बाँकी नै छैन, 15 दिनमा त भुक्तानी आइ नै हाल्छ। तपाईँलाई आज महत्त्व थाहा छ नि त, दुध बेचेर घर चलाउने मान्छेहरूको समस्या कस्तो हुन्छ भन्ने त तपाईँले झन् नजिकबाट देख्नु भएको छ। त्यो दिन चाहिँ अब कहिलेबाट सुरु होला? 15 दिनमै भुक्तानी आउँछ है डिडिसीको भन्ने? होइन, हामीले चाहिँ टार्गेट चाहिँ 15 दिनको हो, तर लङ टर्म टार्गेट हो। अहिले नेपाल सरकारले चाहिँ लिएको चाहिँ 25 दिनभित्र चाहिँ हामीले कुनै पनि भुक्तानी चाहिँ सरकारले चाहिँ 25 दिनभित्र दिनुपर्ने छ। त्यो सरकारको लागि पनि हो, त्यो प्राइभेट सेक्टरको लागि पनि हो। हामीले त्यो लक्ष्य चाहिँ भदौभित्र चाहिँ हामीले अचिभ गर्ने लक्ष्यका साथ गइरहेछौँ। किन भन्दाखेरि अब हाम्रो हामीले चाहिँ 6 महिनाबाट 2 महिनामा ल्याइसक्यौँ र 2 महिनाबाट चाहिँ हामीले 1 महिना भनेको 25 डेजभित्र चाहिँ हामीले त्यसलाई चाहिँ ल्याउन खोजिरहेछौँ। त्यो चाहिँ भदौभित्र चाहिँ त्यो टार्गेट सेट गरिरहेको छु। यसको चाहिँ किसानले धेरै प्रशंसा गरेको भएर मैले भुक्तानीकै विषयबाट प्रश्न सुरु गरेँ। तर तपाईँले निजी डेरीहरूलाई पनि त्यही खालको सर्कुलर जारी गर्नुभएको रहेछ, तर टेरेनन् नि मन्त्रीज्यू निजी डेरीहरूले किन होला? 2-3वटा कुरा छ। एउटा कुरा चाहिँ टेरेनन् भन्ने नै होइन क्या। नेपाल कुनै पनि मान्छेहरू चाहिँ कुनै पनि गभर्मेन्ट अथवा कुनै पनि मान्छे कानुनभन्दा माथि छैन होइन। सरकारले लागू गरिसकेको कुराहरूलाई चाहिँ हामीले त्यो उनीहरूले मान्दैन भन्न पाउँदैन। तर कन्सर्न चाहिँ कहाँ हो भने म चाहिँ केमा विश्वास गर्छु भने जो मान्छेले नेतृत्व गर्छ भनेको सरकारले नेतृत्व गरिरहेछ भने सरकारले पहिले आफ्नो मार्फतका संयन्त्रहरूलाई सुधारेर लानुपर्छ भनेर चाहिँ मैले पहिले सबैभन्दा मेरो प्रायोरिटी भनेको डिडिसीलाई चाहिँ किनेर गरेँ भन्दाखेरि यत्रो प्रोडक्ट छ। डिडिसी मात्र एउटा एजेन्सी होइन नि त, त्यहाँ त यति धेरै प्राइभेट सेक्टरहरू छन् जसले चाहिँ दुग्धजन्य अथवा दुग्ध क्षेत्रको विकासमा अथवा व्यापारमा लागिराख्नु भएको छ। भनेपछि सरकारको कर्तव्य भनेको प्राइम हो भनेपछि अरूको कर्तव्य पनि उत्तिकै नै हुन्छ क्या। त्यसैले सबैजना आफ्नो आफ्नो कर्तव्य पालना गर्नैपर्छ। मैले डिडिसीलाई चाहिँ प्रायोरिटाइज गरेर म यो भदौभित्र हामीले 25 दिनभित्रको 25 दिन भनेको 25 दिनभित्र चाहिँ तिर्ने गरेर हामी त्यो सबै संयन्त्र चाहिँ लगभग हाम्रो तयार भइसकेको छ। अब यस पछाडि चाहिँ कसैले पनि क्वेसन रेज गर्न सकेन नि त कि सरकारले तिरेको छैन मैले किन तिर्ने भनेर। अब के हो त भन्दाखेरि प्राइभेट सेक्टरहरूलाई मैले यही पोडकास्टबाट पनि के अनुरोध गर्न चाहन्छु भने सरकारले तपाईँहरूको एक्टिभिटिज पनि गरिरहेछ। कुनै पनि जनतालाई अधिकार माग्न पाउने राइट हुन्छ क्या होइन। अधिकार माग्ने भनेको त उसको मेरो राज्यले मलाई अधिकार दिनुपर्छ भन्छ, तर जनताले यो बिर्सिनु हुँदैन कि मसँग कर्तव्य पनि छ होइन। कर्तव्य र अधिकार भनेको त एकअर्काको त एउटा सिक्काको दुई पाटा हो नि त। जनतासँग आफ्नो कर्तव्य निर्वाह गर्नु भएन भने राज्यसँग माग्ने राइट कतिको हुन्छ त? त्यो मनन जबसम्म हामी गर्दैनौँ तबसम्म त्यो हुँदैन। त्यसैले अधिकार छ तपाईँहरूले, राज्यले चाहिँ तपाईँहरूको जुन हिसाबमा चाहिँ दुग्ध क्षेत्रको किसानहरूलाई चाहिँ हामीले विकास गर्न जुन लक्ष्य लिएका छौँ त्यो लक्ष्य प्राप्तिको लागि हामी काम गरिरहेछौँ। तर सँगसँगै जुन प्राइभेट सेक्टरहरू हुन्छ त्यो प्राइभेट सेक्टरले पनि आफूले व्यापारको एथिक्स पनि भुल्नु भएन, आफ्नो कर्तव्य पनि भुल्नु भएन। यसमा चाहिँ हामी कडा साथ निगरानी गर्दैछौँ। हाम्रो केही कुराहरू चाहिँ हामी कानुनी रूपमै जान सक्छौँ। र अर्को कुरा चाहिँ के हो भने हामीले दुग्ध विकास बोर्डलाई पनि हामी सुदृढीकरण गर्दैछौँ। दुग्ध विकास बोर्डलाई चाहिँ अब पावरफुल बनाएर लाने र यो क्षेत्रलाई एउटा चाहिँ राम्रो नेपालको लागि चाहिँ एकदम धेरै प्रोडक्टिभ क्षेत्र भएको हुनाले यसलाई चाहिँ मैले त्यसरी चाहिँ 3 महिनाको योजना बनाएर चाहिँ हामी लगिरहेछौँ। अब यो 3 महिनाभित्र चाहिँ अब यो 3 महिनाभित्र चाहिँ एउटा चाहिँ डिडिसीको जुन हाम्रो बक्यौता रकम छ त्यसलाई चाहिँ 25 दिनभित्र, त्यो नेपाल सरकारले दिएको टार्गेट हो। फेरि 25 दिनभित्र कुनै पनि भुक्तानी गरेन भने त्यस पछाडि ब्याज लाग्ने छ भन्ने त हो। तर यो हाम्रो लागि मात्र होइन नि त, त्यो त प्राइभेट सेक्टरको लागि पनि हो। सँगसँगै दुग्ध विकास बोर्डलाई पनि हामीले पावरफुल बनाएर जबसम्म लग्दैनौँ त्यो प्राइभेट सेक्टर भनेको र हाम्रो बिचको चाहिँ सरकारी बिचको चाहिँ कनेक्सन स्टार्ट ब्याज नै उठाउने गरेर कारबाही गर्न सक्छ है निजी क्षेत्रलाई। अच्छा तपाईँसँग कुरा गर्न चाहिँ अहिले मलाई कस्तो अप्ठ्यारो पनि भएको छ भने अब हामी स्कुलबाटै पढ्दै आएको हरियवन नेपालको धन भनेको यो धेरैजनाको जनजीविकासँग जोडिएको एउटा मन्त्रालयको सिङ्गो जिम्मेवारी छ। कृषि मन्त्रालय त झन् हामी सबै नेपालीहरूको कृषिमा निर्भरै हो। यो ठुलो भेग छ, ठुलो क्षेत्र छ। यसमा पनि फेरि छुट्याएर पशुपालन र दुधको विषयमा मात्र कुराकानी गर्दैछौँ मैले, किनभने हाम्रो दर्शकहरूलाई मन्त्रीज्यूसँग धेरै प्रश्न तपाईँसँग गर्ने भनेपछि राख्नु भएको नि थियो, त्यो भएर चाहिँ हामी यता मात्र केन्द्रित हुन्छौँ भन्ने हिसाबले। जस्तो यो डिडिसीको दुध भयो नि मन्त्रीज्यू, अहिले किसानहरूले अथवा आम मानिसहरूले के सोच्दो रहेछ भने बिहान बेलुका मैले डिडिसीको दुध किन्दै गर्दाखेरि
सरकारी दुध किनेको छु मात्र होइन कि यसको नाफा चाहिँ मेरो खातामा नै आउँछ भनेर चाहिँ कतै डिडिसी आइपिओमा जान्छ कि जाँदैन भनेर पनि प्रश्न गर्दा रहेछन्, अथवा मेरो सेयर पनि डिडिसीमा होस्, स्वामित्व होस् भन्ने चाहँदा रहेछन्। धेरै प्रतिवेदनहरू भन्दा पनि अलिक पछिल्लो एउटा प्रतिवेदन चाहिँ आइपिओमा जाँदा राम्रो हुन्छ भनेर पनि आएर रहेछ मन्त्रीज्यू। अध्ययन गर्न भ्याउनु भएको छ, डिडिसी आइपिओमा जाने सम्भावना छ कि छैन? अहिलेको तत्कालको प्लानिङमा चाहिँ हामी छैनौँ। किन भन्दाखेरि सबैभन्दा पहिले कुनै पनि संस्था आइपिओमा जानेको कार्यविधिहरू छ, क्राइटेरियाहरू छ होइन, त्यो त सबैजना जनताहरूलाई पनि थाहा छ रहेछ। त्योभन्दा अगाडि हामीले यो संस्था सुधार गर्नुपर्छ क्या, संस्थाको सुदृढीकरण गर्नुपर्छ। संस्थालाई त्यो क्राइटेरिया मिट गर्नको लागि त लामो प्रक्रिया छ नि त। त्योभन्दा पहिले हामीले अहिले चाहिँ सुदृढीकरणमा यो संस्थालाई चाहिँ कसरी सुधार गर्न सकिन्छ, यहाँ भएको जुन व्यतिथि छ त्यसलाई चाहिँ अगाडि बढाउने गरेर मैले अगाडि लगाउँदैछु। र यसलाई चाहिँ जबसम्म यो चाहिँ संस्थामा चाहिँ ओभरअल मैले चाहिँ अब हेर्नुभयो भने व्यवस्थापकीय सुधार गर्नुपर्ने छ, अनि हाम्रो चाहिँ यो मेसिनहरूको चाहिँ सुदृढीकरण गर्नुपर्ने छ, आधुनिकीकरण गर्नुपर्ने छ। यो सबै प्रक्रियाहरू पुरा गरिसकेपछि अहिले तत्काललाई चाहिँ आइपिएको योजना मैले पढाएको छु, त्यो प्रतिवेदनहरू त्यो कुरा पनि लङ टर्म प्लानको रूपमा हुनसक्छ। तर अहिले सर्ट टर्म प्लानमा चाहिँ हामी सबैभन्दा मेरो चाहिँ के हो भने त्यहाँभित्र सुशासन ल्याउने, व्यवस्थापकीय सुदृढीकरण गर्ने, आधुनिकीकरण गर्ने, त्यो मेसिनहरूको अन्य कुराहरू सबै गरिसकेपछि त्यस पछाडि बल्ल चाहिँ हामीले अपग्रेड हुन सक्छौँ। जस्तो केही मानिसहरूले चाहिँ यो टिम नै चेन्ज गर्नुपर्ने छ मन्त्रीज्यूले भनेर तपाईँलाई चाहिँ हाम्रो त्यो कमेन्टहरूमा अघिल्ला पोडकास्टहरूमा पनि देखिन्छ। मन्त्रीज्यूले अघि सुदृढीकरणको कुरा एकदमै प्राथमिकतामा राख्नु भएको छ, तर हामीले त्यो आर्थिक रूपमा हेर्दाखेरि पनि उत्पादन खर्च नै धेरै हुन्छ डिडिसीको। त्यही चाहिँ निजी क्षेत्रले गर्दाखेरि थोरैमा उत्पादन गरेर बजारमा ल्याउन सक्छ त्यही क्वालिटीको। डिडिसीमा चाहिँ किन यत्रो लाग्दो रहेछ भनेर भन्ने प्रश्न गर्छन्। हजुरले बुझ्नुभयो होला नि के रहेछ डिडिसीको उत्पादन खर्च नै किन महँगो रहेछ? हिजोको दिनमा डिडिसीको उत्पादन खर्च, अन्य कुरामा, मेटेरियल खरिद बिक्रीको कुरामा, धेरै कुराहरूमा चाहिँ हामीले अहिले तपाईँ जो गएर भिजिट गर्नुहोस् सबै कुरामा हामीले सुधार गर्दै लगिरहेका छौँ। विगतका दिनमा कसरी गरे, के गरे त्यसको पनि छानबिन हुने प्रक्रियामै छ। हामीले त्यसलाई पनि हामीले शून्य सहनशीलतामै लगिरहेछौँ र आगामी दिनमा पनि प्राइभेट सेक्टरसँग बिट गर्ने हिसाबमा हामीले अबको खरिद प्रक्रिया र तपाईँले 4 महिना अगाडिको खरिद प्रक्रिया र अहिलेको खरिद प्रक्रिया तपाईँ आफै मूल्याङ्कन पनि गर्न सक्नुहुनेछ त्यसको। र अहिले हेर्नुभयो भने हामी प्राइभेट सेक्टरले सँग मात्र होइन कि हामीले चाहिँ सबै कुराहरूमा चाहिँ ट्रान्सपेरेन्ट गराएर खरिद प्रक्रियाहरू सबै कुराहरूमा चाहिँ हामीले छानबिन गरेर किसानको फेरि विश्वास पनि फर्काउनु पर्ने अर्को चुनौती आइरहेको छ। किनभने लामो समयसम्म डिडिसीले गर्दै मिल्क होल्डे भयो भन्ने किसानको आरोप पनि रहेछ। म यति एस्युरेन्स गराउन चाहन्छु 4 महिना अगाडिको खरिद प्रक्रिया र अहिलेको खरिद प्रक्रिया तपाईँ हेर्न सक्नुहुनेछ। त्यसको चाहिँ त्यसको ट्रान्सपेरेन्सीमा पनि तपाईँहरूले चाहिँ आफै छानबिन गर्न सक्नुहुन्छ। डिडिसी संस्थान हो, सार्वजनिक संस्थान हो र यसमा चाहिँ सबैको अधिकार पनि छ, सबैजनाले गएर बुझ्न पाउने राइट पनि छ। तर हामीले खरिद प्रक्रियामा सबै सुदृढीकरण गरेर अहिले चाहिँ हामी अगाडि बढिरहेका छौँ, त्यो कुरामा चाहिँ निश्चित भयो। मन्त्रीज्यू अब म नीतिगत कुराहरू पनि थोरै गर्छु। त्योभन्दा अगाडि अहिले चाहिँ पशु बिमा र अनुदानको जुन प्रणाली बसेको छ त्यो अलि असहज भयो भन्छन् जनताहरूले। अनि अर्को चाहिँ यो बुढागाईलाई चाहिँ व्यवस्थापनै गर्न सकिएन। अब नयाँ सरकार आएको छ, यसतर्फ चाहिँ यो मन्त्रालयले केही ध्यान दियोस् भन्ने पनि चाहनु हुँदो रहेछ। सबैभन्दा ठुलो कुरा चाहिँ हामीले तपाईँले हेर्नुभयो भने हाम्रो यो अनुदानको कुरामा चाहिँ धेरैजनाहरू चाहिँ पहिलेदेखि नै मलाई पनि कम्प्लेन गर्दै नै आउनु भएको छ। हाम्रो म आइसकेपछि वास्तविक किसान मैले पनि त्यही नै हो, म पनि किसान परिवारबाट आएको मान्छे हो होइन। र मैले देखेको मलाई पनि त्यही महसुस हुन्थ्यो सरकारमा आउनुभन्दा अगाडि वास्तविक किसानले अनुदान पाउनु भएन, जो चाहिँ पहुँचको आधारमा अन्य कुराहरूमा चाहिँ अनुदान पाइराख्नु भएको हुनाले चाहिँ हामी आइसकेपछि के गर्यौँ त भन्दाखेरि वास्तविक किसानलाई चाहिँ पहुँच सुनिश्चित गर्न चाहिँ यो राष्ट्रिय किसान परिचय पत्र को लागि पनि हामीले त्यो काम गरिरहेछौँ। राष्ट्रिय किसान परिचय पत्रमा लगभग अहिलेसम्म चाहिँ 26 लाख किसानहरू चाहिँ आइसक्नु भएको छ। तर हामी 3 तहको सरकारमा छौँ, सङ्घ, प्रदेश र स्थानीय तह। स्थानीय तहले चाहिँ त्यसको डाटाबेस चाहिँ गर्नुपर्ने छ। त्यसमा चाहिँ हामीले अब चाँडै नै किसान परिचय पत्र वितरण गर्ने, जसले चाहिँ सबै कुरा त्यही लिस्टमा हुन्छ क्या। तपाईँसँग कति जग्गा छ, तपाईँले के गरिराख्नु भएको छ, कहाँबाट अनुदान लिनुभयो र
ट्र्यास गर्न सजिलो पनि हुन्छ। अर्को कुरा चाहिँ हामीले डाइरेक्ट बेनिफिट ट्रान्सफर सिस्टम र लगानीमा आधारित प्रोत्साहन आयोजनाहरू पनि लाई नै राखेका छौँ र सम्भवतः यो पुष मसान्तभित्र मैले मेरो निर्देशन चाहिँ पुष मसान्तभित्र तपाईँहरू डे नाइट गरेर भए पनि हाम्रो तर्फको सङ्घ सरकारको तर्फको काम चाहिँ सकाउनु होला भनेर मैले निर्देशन पनि जारी गरेको छु। अब चाहिँ अनुदानको रकमलाई चाहिँ यसरी नै प्रभावकारी बनाउन खोजि नै राखेको छ। त्यो बुढागाई चाहिँ व्यवस्थापन गर्न चाहिँ सहज बनाइदियो हुन्थ्यो भन्ने अपेक्षा छ धेरै किसानहरूको। त्यो बारेमा केही सोचिसक्नु भएको छ? मैले तपाईँलाई फेरि पनि अघि पनि मैले भने हामी 3 तहको सरकारमा छौँ। हामी कार्यान्वयनको पक्ष अलिक बढी चाहिँ स्थानीय तहको सरकारले हाल्छ। हामीले धेरै कुराहरूमा यो गाई व्यवस्थापनको छाडे चौपाईको कन्टेक्स्टमा चाहिँ हामीले सशर्त बजेटहरू पनि पठाएका छौँ विभिन्न निकायहरूमा जहाँ चाहिँ अलि बढी यसको अवस्था छ। तर सङ्घ सरकारले र स्थानीय प्रदेश सबैजनाको त्यही तहको सरकारको चाहिँ प्रभावकारी कार्यान्वयन जबसम्म हुँदैन, प्रभावकारी रूपमा संयोजनकारी भूमिका जबसम्म सबै सरकारको चाहिँ मिल्दैन तबसम्म यसको व्यवस्थापन गर्न गाह्रो नै छ। तर यसका निमित्त हामीले के गरिरहेछौँ त भन्दाखेरि अलि बढी चाहिँ अहिले पछिल्लो समय चाहिँ हामी कृषि मन्त्रालय, वन मन्त्रालय र यो हाम्रो पशु पन्छी सबै चाहिँ सँगै भएको हुनाले अब अलिकति कलेक्टिभ मोडलमा लैजाउँ, जसले गर्दाखेरि छाडो चौपाईहरू किन बाहिर आइरहेछन् त अथवा बुढा गाई व्यवस्थापन किन बाहिर आइरहेछ त भन्दाखेरि हामीले गाईहरूको मल्टिपल युज गर्न सकेनौँ क्या। हामीले जब उनीहरू दुध दिने अवस्था हुन्छ तब मात्रै प्रयोग गऱ्यौँ, अरू बेला पनि गाईको त धेरै महत्त्वपूर्ण कुराहरू छ नि त। गाईबाट त हामीले एउटै मात्र युज गर्न सकिँदैन। गाईको हामीले गोबरबाट मल बनाउन सकिन्छ, अन्य कुराहरू गर्न सकिन्छ, त्यसको आफ्नै इकोसिस्टम छ। त्यो इकोसिस्टम डेभलप गर्नका लागि पनि हामीले कार्ययोजना बनाइरहेछौँ। चाँडै दिन त्यसको चाहिँ एक्सनमा जान्छौँ। मन्त्रीज्यूले खाजामा डिडिसीका परिकार खाएर होस् अथवा मन्त्री परिषदकै बैठकमा खाजाको त्यो परिकार राखेर होस्, मन्त्रीज्यू आएपछि डिडिसीको प्रचारमा लागिरहनु नै भएको छ। अब प्रधानमन्त्रीको पोस्ट, तपाईँको पोस्टदेखि लिएर सामाजिक सञ्जालमा अहिले भर्खर बच्चाले पनि दुध लिन गए पनि डिडिसी दिनु न भन्ने छ। तर यसलाई चाहिँ नीतिगत रूपमा नै त्यो विद्यालयमै पढाउने दुधको महत्त्वको बारेमा, डिडिसीको महत्त्व भन्दा पनि दुध खानुपर्छ है भन्ने, अनि त्यसपछि गएर हाम्रो नेपाल प्रहरी, नेपाली सेना, दिवा खाजा छ विद्यालयहरूमा, त्यसलाई चाहिँ नीतिगत रूपमै लागू गर्न सक्ने अवस्था हुँदो रहेछ कि रहेनछ मन्त्रीजी? के गर्दै त्यसमा पनि हाम्रो शिक्षा मन्त्रीजीसँग सल्लाह भइसकेको नै छ। अब शिक्षा मन्त्रालयसँग चाहिँ हामीले त्यो प्लानहरू बनाउँदैछौँ। विशेष गरेर त्यहाँको स्थानीय हामीले दुध मात्र होइन, हामीले चाहिँ लोकल उत्पादन सबैजनालाई चाहिँ हामीले दिवा खाजासँग कसरी कनेक्ट गर्न सकिन्छ भनेर शिक्षा मन्त्रीजीसँग मेरो एक तहको छलफल भइसनै सकेको छ। नीतिगत रूपमा त्यसलाई कसरी लग्ने भन्ने कुरामा हामी कहाँ क्लियर नै छौँ। हामीले चाहिँ दुधको बारेमा अझै बढी जानकारी दिनका लागि हामीले चाहिँ यो हाम्रो क्लबहरू गठन गरेर, जुनियर क्लबहरू, सिनियर क्लबहरू गठन गरेर जाने भन्नेसम्मको कुरा पनि भइराखेको छ। यो चाहिँ हाम्रो प्लानमा भएको। सेना प्रहरीको खाजा अथवा नास्तामा चाहिँ दुध अनिवार्य गर्न सक्ने अवस्था हुँदो रहेछ। त्यसमा पनि हाम्रो छलफल भइ नै राखेको छ। तर अहिले हामी चाहिँ अब यो वर्षको कार्यान्वयन प्लानहरू चाहिँ बनाउँदैछौँ। एक्सन प्लानहरू बनाउँदाखेरि हामीले त्यो हामी त कनेक्टेड छ नि त, अनि त्यो कनेक्टेड भएको हुनाले चाहिँ त्यसलाई हामीले कसरी लग्ने भन्ने कुरामा चाहिँ हामी अगाडि बढाउँदा नीतिगत रूपमा हामी क्लियर छौँ। र जुन तहसँग चाहिँ हामीले गर्नुपर्छ दुधको क्षेत्रमा मात्र होइन कि अहिले दुधको कुरा गर्दैछ, दुधको क्षेत्रमा त अभियसली भइ नै हाल्छ। किन भन्दाखेरि दुध कम्पेरेटिभली अरू ठाउँभन्दा, अरू उत्पादनभन्दा दुग्ध क्षेत्र चाहिँ अर्गनाइज छ। भनेको के हो भने अर्गनाइज भनेको के भने उत्पादनहरू एक ठाउँमा एकीकृत हुन्छन् र जसले गर्दाखेरि ठेकापट्टा लाउँदाखेरि नै सहज हुन्छ। त्यसैले दुध क्षेत्रलाई चाहिँ हामीले प्रायोरिटी, दुध बेच्ने कल्चर पनि राम्रो छ नेपालमा होइन? किनभने फलफुल फल्यो भने बरु त्यो बेच्नभन्दा बाँडौँ भनिन्छ। त्यो त 1 लिटर धेरै भयो भने डेरी लैजाउँ। त्यही भएर कलेक्सन सेन्टर चाहिँ हामीसँग चाहिँ मजबुत छ क्या कम्पेरेटिभली अरू ठाउँभन्दा। त्यसैले यसको ठेक्का लाउँदा, प्रक्रिया गर्दाखेरि अथवा त्यो उत्पादकलाई अथवा किन्ने मान्छेलाई पनि त कहाँ पाउँछ भन्दाखेरि डेरीमा पाउँछ, उनीहरूले कलेक्सन गरिदिन्छ भनेर भनेको लागि कम्पेरेटिभली हामीले नीतिगत रूपमा चाहिँ दुग्ध क्षेत्रलाई चाहिँ अगाडि बढाउँछौँ, प्राथमिकतामा राख्छौँ र बाँकी अरू क्षेत्रलाई पनि हाम्रो जसरी हाम्रो स्कुलहरू छ, दिवा खाजा छ र हाम्रो नेपाल आर्मीको कुराहरू छ, अरू ठाउँमा पनि हामीले त्यसलाई कसरी लग्नुपर्छ भनेर चाहिँ नीतिगत रूपमा त्यसको योजना बनाउने क्रममा नै छौँ। यो आउँछ। मन्त्रालयले चाहिँ यो दुध खानुपर्छ भन्ने चाहिँ अलिक प्रचार पनि गरिदियो हुन्थ्यो, अथवा खाने बानी चाहिँ विकास, अहिले शिक्षाको कुरा जोडे, तपाईँले शिक्षा मन्त्रीसँग कुरा गर्दै हुनुहुन्छ। तर अहिले चाहिँ कस्तो भयो भने डेरी पसलहरूमा चाहिँ
मानिसहरूले कोल्ड ड्रिङ्क्सले फलानु डेरी पसल भनेर विज्ञापन बोर्ड राखिदिने जस्तो अवस्थामा नि सिर्जना भएको छ। मान्छे दुध किन्न जान्छ, आइसक्रिम किन्छु भनेर जान्छ, तर कोल्ड ड्रिङ्क्स किन्नुपर्ने त्यो हाम्रो त्यो विज्ञापन बजेटले पनि त्यस्तो प्रभाव पार्दो रहेछ। मैले यो व्यक्तिगत रूपमा सोधेको मन्त्रीज्यू, तपाईँलाई त्यस्तो लाग्छ कि लाग्दैन? हाम्रो चाहिँ दुध खानुपर्छ भन्ने कल्चरको चाहिँ विज्ञापन गर्नुपर्छ भन्ने लाग्छ कि लाग्दैन मन्त्रीज्यू? एउटा खुसीको कुरा के छ त भन्दाखेरि अहिले पछिल्लो समय अब योभन्दा अगाडि त त्यति धेरै थिएन। हामी त प्राथमिकतामै राखेर अब कमसेकम सिंहदरबारभित्र मोही चलाउनुपर्छ, कोल्ड ड्रिङ्क्स भन्दा पनि स्वास्थ्यको हिसाबले पनि राम्रो हुन्छ भनेर हामी त्यो गऱ्यौँ। अहिले तपाईँ जानुहोस् कार्यक्रमहरूमा मोही बित्तिन्छ होइन। यो भनेको पनि के हो त, जनचेतना सँगसँगै यसको प्रचार पनि हो। यसको लागि चाहिँ हाम्रो सामान्य प्रधानमन्त्रीजीलाई म एकदम धेरै धन्यवाद दिन चाहन्छु भने उहाँले कहिलेकाहीँ त्यो ब्रान्डिङले छुट्टै इम्प्याक्ट पार्दो रहेछ। मैले त्यो हाम्रो विराटनगर गएँ। विराटनगरमा गर्मीको टाइममा हामी डिडिसीको म एकछिन बाहिर हाम्रो बेच्ने ठाउँमा बस्दाखेरि उहाँहरूले के भन्नुभयो भने हामीले त्यो कोल्ड ड्रिङ्क्स छ नि, त्यो फ्लेभर्ड मिल्क छ नि हाम्रो, त्यो फ्लेभर्ड मिल्कलाई चाहिँ हामीले चाहिँ त्यति धेरै डिमान्ड छ भन्नुभयो क्या। अहिले पछिल्लो समय मान्छेहरू कोल्ड ड्रिङ्क्सको सट्टा फ्लेभर्ड मिल्क खान थालेका छन् होइन। अर्को कुरा चाहिँ के छ त भन्दाखेरि तपाईँले देख्नुहुन्छ आइसक्रिम र सबैजनाले हामीले आइसक्रिम भनेर खाइरहेको हुन्छौँ, तर आइसक्रिम भन्ने पनि फरक छ नि। आइसक्रिम भनेको दुग्ध पदार्थले मात्र बनेको हुन्छ, तर हामीले खाने आइसक्रिमहरूको त्यो आइसक्रिम होइन। हामीले पढेर खाने बानी कम छ नेपालीहरूको। देख्यो एउटा जमेको चिज देख्यो भनेपछि त्यो त चिसो पदार्थ देख्ने भने यो त आइसक्रिम, तर त्यहाँ फ्रोजन डेजर्ट पनि छ। फ्रोजन डेजर्ट चाहिँ पाम ओइलले बन्छ होइन। र डिडिसी चाहिँ हाम्रो के अरे हाम्रो डिडिसीको जुन आइसक्रिम छ त्यो पनि सबै दुग्ध पदार्थले मात्र बनेको हुन्छ। यस्तो कुराहरू चाहिँ जनचेतना जबसम्म जगाउन सकिँदैन त्यसको चाहिँ बिक्री वितरण पनि कम हुन्छ होइन। अब अहिले चाहिँ के छ त भन्दाखेरि हामीले कोल्ड ड्रिङ्क्सको रिप्लेसमेन्टको लागि फ्लेभर्ड मिल्कहरू ल्याइरहेछौँ, अन्य कुरा, तर त्यसको बिक्री एकदमै राम्रो भइरहेछ। आँखाले देख्ने गरेर पनि प्रचार खोजा रहेछ समुदायले। तर अब यस्तो छ, त्यसलाई चाहिँ हामीले प्रचार प्रसारमा अगाडि बढाउन खोजि नै रहेछौँ। अहिले पछिल्लो समय हामीले हाम्रो अब मन्त्री परिषदमै पनि गएर हामीले एउटा सिम्बोलिकली त्यसको प्रचार गऱ्यौँ होइन। तपाईँले फ्लेभर्ड मिल्कको बोतल देख्नुभयो होला। मैले तपाईँले यो भन्दै गर्दाखेरि अब चितवनकै महाधिवेशन तपाईँहरूको सम्झिन्छ। एक्ज्याक्टली, सबै फ्लेभर्ड मिल्क एकदम धेरै बिक्री भइरहेको। मोहीको त्यस्तैमा करोडौँको व्यापार भयो भन्नुहुन्थ्यो त्यहाँ सहकारीहरू सबैले होइन। फेरि हामीले डिडिसीले मात्र होइन अरू सहकारीहरू पनि थियो। अरू सहकारीको अरूहरूको पनि उत्पादन एकदम राम्रो छ होइन। प्राइभेट सेक्टरको पनि यो हाम्रो मोही घिउहरू एकदमै राम्रो छ। सबैजनाले चाहिँ व्यापार गर्न पाउनुपर्छ। मन्त्रीजी म यहीँनिर आउँदै थिएँ, जस्तो प्रसङ्ग आइहाल्यो, म फेरि खर्च कि भनेर। जस्तो हाम्रोमा चाहिँ डिडिसीले जे उत्पादन गर्छ त्यहाँ निजी क्षेत्रका डेरीहरूले पनि त्यही मही, दही, घिउ, बटर सहकारीले पनि त्यही। तर हाम्रो बजार चाहिँ कस्तो भएन भने भाटबटिनीमा जाँदाखेरि 1 रुपियाँको चक्लेटदेखि 1000 रुपियाँकोसम्म उत्पादन किन्न सक्ने खालको चाहिँ भएन। त्यसले गर्दा नि खपत कम भयो कि भन्ने छ। नामै लिएर भन्दाखेरि भारतको अमूल्यले चाहिँ हामी गयौँ भने 1 रुपियाँको चक्लेटदेखि लिएर 50 पैसाको चक्लेटदेखि लिएर हजारौँ रुपियाँ पर्ने उत्पादन छ। हामी चाहिँ त्यहाँ चुकेको हो कि हामीले लगानी गरेका सहकारीहरू पनि त्यो स्थानीय सरकारले होस् प्रदेश सरकारले गरिरहेको हुन्छ। फेरि त्यसैमा डिडिसीले उत्पादन गर्ने उत्पादनमा किन लगानी गरे होला? त्यो भेराइटी चाहिँ आउन सकेन मन्त्रीजी। मन्त्रीजीको योजना सुनौँ भनेर प्रश्न गरेँ। अहिले हामीसँग 13-14वटा भेराइटी छ। त्यो भेराइटीलाई चाहिँ हामीले कसरी कन्टेक्चुअलाइज गर्ने भन्ने योजनामै छौँ। भेराइटी बढ्छ होइन। भेराइटी बढाउनेमा डिडिसीले चाहिँ भेराइटी बढाउनु नै हुन्छ। त्यो चाहिँ भाटबटिनीदेखि लिएर राम्रा सुपर मार्केटमा पाउने खालका उत्पादनहरू एकदम धेरै त्यो उत्पादन पनि छ। अनि अर्को कुरा चाहिँ त्यसमा चाहिँ हामीले त्यो एकदम प्लान बनाउँदै नै छौँ, त्यसमा काम गर्ने नै छौँ भन्ने। अघि तपाईँले त्यो वास्तविक किसानलाई चाहिँ अनुदान दिनको लागि चाहिँ त्यो फर्मेट बनाउँदैछौँ भन्नुभयो। यसमा अलिकति प्रश्न पार्दैन, अहिले पनि धेरै युवाहरू चाहिँ हामी चाहिँ केही गर्न खोज्यो, अनुदान पाउने प्रक्रिया पनि झन्झटिलो भयो, अनि त्यसपछि गएर अनुदान लिएर काम सुरु गर्दाखेरि पनि त्यो व्यवसाय कृषि व्यवसाय रहने हो कि नरहने हो, घाटामा गयो भने फेरि के गर्ने हो भन्ने गुनासो छ। आम युवाहरूलाई सम्बोधन गरेर मन्त्रीज्यूले के भन्नुहुन्छ यस विषयमा? अहिले हामीले चाहिँ हामीसँग सङ्घ सरकारको एकदमै स्थानीय तहसम्म जाने कार्यक्रम भनेको एनएमपी राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना भन्ने छ। त्यसमा चाहिँ लगभग 2776
जोन र 16वटा सुपर जोन गरेर विभिन्न क्षेत्रको त्यो सुपर जोन मार्फत हामीले कृषि आधुनिकीकरण गर्दैछौँ होइन। त्यो एउटा चाहिँ के हो त भन्दाखेरि हामीले प्राविधिक सहयोग सबै कुरा गर्दैछौँ। अहिले नार्क र कृषि आधुनिकीकरण परियोजना र विश्वविद्यालयलाई पनि हामीले लिएर चाहिँ एउटा काम गरिरहेछौँ, जसले गर्दाखेरि चाहिँ उहाँहरूलाई व्यवसायीकरण गर्ने, आधुनिकीकरण गर्ने सबै कुराहरूमा चाहिँ वर्कआउट गर्न चाहिँ सर्दैछ। मैले फेरि पनि भने अब यही कुराहरू जुन वास्तविक किसानले अनुदान पाएन भन्ने कुरा चाहिँ हामीले पनि कहाँनिर चुक्यौँ त भन्दाखेरि हामीसँग डाटाबेस कमजोरी हो कि भन्दाखेरि हामी डाटाबेस बनाउँदैछौँ। डाटाबेस बनाइसकेपछि त्यहाँ एउटै कुरामा चाहिँ तपाईँ किसान हो, तपाईँसँग परिचय पत्र छ, त्यसमा तपाईँको सबै डिटेल हुन्छ। तपाईँले कति उत्पादन गर्नुहुन्छ, के उत्पादन गर्नुहुन्छ, कुन सेक्टरमा गर्नुहुन्छ, र त्यसलाई चाहिँ हामीले वर्कआउट गरेर चाहिँ त्यसमा हुन्छ र तपाईँले पाउने अनुदान पनि त्यसमा हुन्छ। भनेपछि एउटै मान्छेले 4वटा अनुदान पाएन नि त। र अर्को कुरा पनि मैले यहीँबाट के सुसूचित गर्न चाहन्छु भने केन्द्र सरकारले यहाँबाट अनुदान दिने हुँदैन, प्रदेश र स्थानीय तह मार्फत नै हामी कार्यान्वयन गर्छौँ हाम्रो अनुदान। त्यसैले प्रदेश र स्थानीय तह पनि उत्तिकै रेस्पोन्सिबल हो जुन चाहिँ अनुदान दिनमा। त्यसैले हामी यो सबै तिनै तहको कृषि चाहिँ तिनै तहको सरकारको चाहिँ उत्तिकै इम्पोर्टेन्स छ। र तब मात्र हामीले चाहिँ नेपाल कृषि प्रधान देश हो चाहिँ भन्ने जबसम्म चाहिँ युवाहरूलाई हामीले मल्टिपल कुराहरूमा रोजगारी दिन सक्दैनौँ, जबसम्म चाहिँ हामीले त्यो योजनाहरूलाई चाहिँ किसानको मुहार खुसी पर्न सक्दैन, तबसम्म त कसरी कृषि प्रधान। मन्त्रीज्यू, जस्तो तपाईँले अब न्यूनतम मूल्य निर्धारण गर्ने भन्ने कुरा पनि गरिरहनु भएको थियो। अब त्यो चाहिँ कतिको सम्भव रहेछ लागू गराउन, अथवा कतिको चुनौती रहेछ न्यूनतम मूल्य चाहिँ निर्धारण गरेर? जस्तो चैते धानको पनि हजुरहरूले गर्नुभयो, तर त्यो के कति कार्यान्वयन भयो मन्त्रीज्यूसम्म के कस्तो रिपोर्टिङ आयो भन्नु होला। न्यूनतम मूल्य सबै कृषि उत्पादनमा राख्न सक्ने अवस्था छ कि छैन, त्यतातर्फ तपाईँहरू लाग्नु भएको छ कि कहाँ पुगेको छ? हाम्रो टार्गेट चाहिँ सबै न्यूनतम समर्थन मूल्य चाहिँ सबैमा लागू गऱ्यो भने किसानलाई कम्पेरिटिभली राम्रो मूल्य पाउनुहुन्छ भनेर चाहिँ हामीले त्यो चाहिँ हामीले लगाइरहेछौँ। तर मैले फेरि पनि सुरुमै मैले भनेको थिएँ नि, हामीले एकैचोटि जम्प गर्नुभन्दा एउटा कुराहरूमा चाहिँ हामीले चाहिँ सफलता प्राप्त गर्दै गयो भने हुन्छ। अहिले चाहिँ हामीले धान, गहुँ, मकै लगायतको केही गुड्सहरूमा चाहिँ केही प्रोडक्टहरूमा मात्र हामीले चाहिँ न्यूनतम समर्थन मूल्य लगाइरहेछौँ। र यो चाहिँ न्यूनतम समर्थन मूल्य तोक्ने चाहिँ कृषि मन्त्रालयले टेक्निकली तोक्छ भने त्यसको खरिद प्रक्रिया चाहिँ हाम्रो उद्योग मन्त्रालयको खाद्य विभागले गर्छ। र यो सबै नेक्ससहरू पनि मिलाइरहेछौँ। कहिलेकाहीँ कस्तो हुन्छ भने किसानहरूलाई सही सूचना समयमा नपाएर पनि, अथवा सरकारले न्यूनतम समर्थन मूल्य तोकेको छ भन्ने कुरा सूचना नपाएर पनि, अथवा हाम्रो उद्योग मन्त्रालय मार्फत रहेको खाद्य विभागले चाहिँ खरिद केन्द्र बिक्री केन्द्रहरू चाहिँ त्यो नराखेको भएर अथवा सीमित ठाउँमा भएको हुनाले पनि त्यसको दायरालाई पनि हामीले बढाउन खोजिरहेछौँ। भनेपछि यसरी चाहिँ हामीले एउटा प्रडक्टलाई चाहिँ हामीले गरेर प्रभावकारी रूपमा कार्यान्वयन गरिसकेपछि अरू प्रडक्टहरूमा पनि जाने भन्ने कुरा गर्दैछौँ। हामी दुधमा पनि न्यूनतम समर्थन मूल्य राखेका छौँ होइन। त्यो यसरी चाहिँ हामीले वर्कआउट। मैले यही प्रश्न गरेको, जस्तो न्यूनतम समर्थन मूल्य राख्दै गर्दाखेरि पनि किसानले चाहिँ उचित मूल्य नहुने त्यो न्यूनतम मूल्यमा पनि, तर बीचको बिचौलियाले चाहिँ नाफा लिने, फेरि उपभोक्ता हामी फेरि किनेर खानु पर्यो भने काठमाडौँ सहर आएर गाउँ छोडेर फेरि महँगो तिर्नुपर्ने अवस्था चाहिँ रहेछ। अब यो केही समय अगाडि 6वटा लेयरसम्म चाहिँ त्यो कमिसन, सायद चितवन कि तरकालीको लाग्छ मलाई, कमिसनको लेयर भएको भनेर एउटा प्रतिवेदन, सरकारी प्रतिवेदनै थियो। त्यतातिर पनि अध्ययन गर्न भ्याउनु भएको छ कि छैन? मेरो यो छोटो अवधि छ मन्त्रीज्यू, मैले अघि नै भने वन मन्त्रालयको जिम्मेवारी, कृषिको पनि फेरि धेरै क्षेत्र छ। यो चाहिँ बिचौलिया अन्त्य गर्ने अथवा कम बिचौलिया बनाएर चाहिँ सस्तोमा उपभोक्ताले खाने बाटो बनाउन चाहिँ के गरिरहनु भएको छ? बिचौलियालाई चाहिँ हामीले निरुत्साहित गर्न हाम्रो बजार व्यवस्थापन र हामीले चाहिँ जुन हिसाबमा हामीले काम गर्दैछौँ त्यसमा चाहिँ हामीले अलिक बढी फोकस गर्दैछौँ। बिचौलिया त्यसरी कसरी निरुत्साहित गर्ने भन्ने कुरामा चाहिँ बिचौलियालाई अब एउटा कुरा त्यो पनि भयो। अर्को कुरा चाहिँ हामीले अहिले कृषि विधेयक पनि आउँदैछ र कृषि विधेयकमा पनि बिचौलियालाई चाहिँ कसरी, अब बिचौलिया भन्ने कि अब कनेक्टर भन्ने के भन्ने होइन, आवश्यक नै छ सरकारले होइन। तर के हो त भन्दाखेरि मिनिमम
मिडिएटर राख्ने क्या हजुर एउटा लेयरको मिडिएटर राख्न सकिन्छ होला तर म्याक्सिमम मिडिएटरले चाहिँ जनताले चाहिँ दुःख पाइरहेछ त्यो कुराहरूलाई चाहिँ हामीले फोकस गर्नको लागि चाहिँ एउटा कुरा चाहिँ हामीले सुन्ने सहनशीलता जहाँनिर यो काम भइरहेछ जहाँनिर चाहिँ जनताहरूलाई दुःख दिने काम भइरहेछ त्यहाँनिर हामीले चाहिँ एकदमै धेरै नियन्त्रण गर्नको लागि मैले निर्देशन दिइसकेको छु र अब हाम्रो ऐनले पनि कानुनमा पनि हामीले त्यसरी नै ल्याइरहेको छौँ त्यसैले गर्दाखेरि अब केही समयमा चाहिँ यसको नियन्त्रण हुने भन्ने कुरामा चाहिँ मैले यो मन्त्रीज्यूसँग अलिकति ऱ्यापिड फायरको प्रश्न राखेको छु छोटो उत्तर आउने त्यसपछि चाहिँ हामी अहिले समसामयिक रूपमा केही प्रश्न छन् किसानको त्यो कुराकानी गरेर यो छलफल टुङ्गाउँछौँ बिहानको सुरुवात चिया कि दुध पानी त्यसपछि अलिकति मैले चाहिँ यो बिहानै चाहिँ गर्दिनँ तर म मोही चाहिँ खान्छु दिनभरिमा 1 ग्लास भनेको तपाईँको बिहानै दुध अथवा दुध चिया केही पनि हुँदैन डाइरेक्ट म हट वाटर लिन्छु हजुर हट वाटर लिइसकेपछि म मन्त्रालय आउँछु मन्त्रालय आइसकेपछि चाहिँ आफ्नो कामहरू सकाएर त्यस पछाडि चाहिँ लन्च नै लिन्छु खाना नै लिन्छु तर प्रत्येक दिन 1 गिलास मोही चाहिँ म खान्छु भनेको सेड्युलमा मोही चाहिँ हुन्छ मोही र दही चाहिँ हुन्छ गाई दोको अनुभव छ गाई भैँसी के हुन्थ्यो मन्त्री गाई दोको म गाई बच्चामा त गाई चराको पनि अनुभव छ त्यतातिर छलफल गऱ्यो भने लामो हुन्छ डिडिसीको मनपर्ने उत्पादन अहिले तत्कालै आइसक्रिम तपाईँको साथमा 1 गिलास दुध छ त्यो दुध चाहिँ कसैलाई खुवाउनु पर्ने भयो भने पहिलो रोजाइको हुन्छ मेरो छोरी कति वर्षको हुनुभयो 5 वर्षको छ तपाईँको दुध किसानलाई अहिले एउटै मात्र बाचा गर्नु पर्यो भने के गर्नुहुन्छ म एउटै मात्र बाचा भनेको के हो भने किसानले चाहिँ समयमै मूल्य पाउनुपर्छ तपाईँहरूले सकभर म के भन्छु भने तपाईँहरू दुध दिन जाँदाखेरि नै हामीले त्यो पैसा चाहिँ तुरुन्तै दिएर पठाउने वातावरण बनाउन सक्ने गरेर काम गर्छौँ भने डिडिसी नाफामा जान्छ प्रतिपक्षी दलले किन विरोध गरे होला कहिलेकाहीँ कस्तो हुन्छ भने काम गर्दै जाँदाखेरि केही कुरामा चाहिँ कन्फ्युजन हुन्छ अथवा केही कुरामा चाहिँ उहाँहरूको शङ्का उपशङ्का हुनसक्छ किनकि लामो समयदेखि त्यो रुग्न क्षेत्र हो रुग्न कम्पनी हो त्यसैले गर्दा त्यो शङ्का हुनसक्छ तर शङ्का नमान्नु होला हामी त्यसलाई चाहिँ नाफामा पुर्याउँछौँ मिल्क होलिडे अब नेपालबाट सधैँको लागि अन्त्य हुन्छ अन्त्य गर्छौँ 5 वर्षसम्म यो मन्त्री भएर अथवा कृषिको काम गरिसकेपछि कुन कामको लागि चाहिँ किसानहरूले सधैँ तपाईँलाई सम्झिउन् भन्ने लाग्छ यो अलि भावनात्मक नि भयो यो किसान मलाई चाहिँ कस्तो लाग्छ भन्दाखेरि अब त्यो अलिकति हाइपोथेटिक होला होइन अलिकति ड्रिमी होला तर किसानको छोराछोरीले चाहिँ मेरो बुवा तिम्रो बुवाले के गर्छ अथवा तिम्रो आमाले के गर्छ भन्दा यहाँ प्राउडली चाहिँ म किसानको छोराछोरी हो भन्ने गरेर सम्झिने लायक गरेर हामीले काम गर्न खोजिरहेछौँ तर सबै क्षेत्रलाई मैले 5 वर्षमा कतिको सक्दैन तर केही क्षेत्रहरू हामीले सोचेका छौँ त्यो क्षेत्रहरूलाई चाहिँ हामीले अगाडि बढायो भने पक्कै पनि किसानहरूले सम्झिनु नै हुन्छ जस्तै हामीले दुग्ध क्षेत्रलाई चाहिँ हामीले ग्रो गर्छौँ भने त्यसमा चाहिँ कुनै डाउट नै छैन डिडिसीलाई नाफामा लिएर जाने मन्त्री भनेर डिडिसी मात्र नभइकन हामीले दुग्ध क्षेत्र नै भनौँ न त होइन डिडिसी त हाम्रो सरकारको पार्ट हो तर प्राइभेट सेक्टर पनि त हाम्रो सरकारकै अथवा हाम्रै जनताहरूले किसानहरूले चाहिँ लगिराख्नु भएको छ धन्यवाद मन्त्रीजी यो ऱ्यापिड फायर प्रश्न यति नै भयो 2 वर्ष अघि चाहिँ कृषि दशक घोषणा गरे पनि अपेक्षित जुन अपेक्षा गरेको उपलब्धि हासिल भएको थिएन विगतमा यस्ता दशकहरू घोषणा गरे तर काम नहुने चाहिँ देखिँदै आएको छ अब मन्त्रीज्यूले आइसकेपछि चाहिँ अब घोषणामा मात्र नभइकन कार्यान्वयन होस् भन्ने कार्यक्रमहरुको लागि चाहिँ कतिको सचेत हुनुहुन्छ मन्त्रीज्यू कस्ता कार्यक्रम आउँदैछ तपाईको पालामा भन्ने प्रश्न छ मैले सबैभन्दा ठुलो कुरा चाहिँ अब केही हामी क्षेत्रहरू चाहिँ सीमित केही क्षेत्रहरू चाहिँ पिकअप गर्दै छौं त्यो क्षेत्र चाहिँ हामी उद्योगसँग टाइप गर्न खोजिरहेका छौं हाम्रो उद्योग मन्त्रालय र मेरो मन्त्रालय चाहिँ एकदमै क्लोजली काम गरिरहेका छौं कुनै पनि कुरालाई चाहिँ औद्योगिकरण गर्न गर्दासम्म कुनै पनि उत्पादनलाई हामीले उद्योगसम्म पुगाउनसम्म बजारको कुरा हुन्छ बजार व्यवस्थापनको कुरा हुन्छ भ्याल्यु चेनसँग जोड्न खोजिरहेका छौं र सबैभन्दा अहिले हाम्रो नेपालमा चाहिँ उत्पादन भ्याल्यु चेन जब मूल्य श्रृङ्खलासँग जोडिन्छ बजारसँग जोडिन्छ उत्पादनहरू आफै हुन थाल्छन् एउटा जिल्ला एउटा प्रोडक्टमा चाहिँ फोकस गर्ने हो कि किनभने जसले गर्दाखेरि त्यो जिल्लामा हुने त्यो कुराहरूलाई पनि हामीले फोकस गरिरहेका छौं मैले अब जुनसुकै योजना बनाउँदा पनि मैले वर्केबल योजना कार्यान्वयन हुन सक्ने योजना मात्र हामीले पिक गरेर लगिरहेका छौं यस अर्थमा चाहिँ अब हाम्रो दशकहरू चाहिँ घोषणा मात्र सीमित नभइकन साच्चै यसलाई कार्यान्वयनको पक्षहरूलाई चाहिँ हेरेर हामी त्यसमा चाहिँ त्यसको पनि कार्यविधि बनाएर अघि बढ्दैछौँ मन्त्रीजी अब अहिले देखेका केही समस्याका प्रश्नहरू छन् त्यसपछि हामी यो कुराकानी टुङ्गाउँछौँ रासायनिक मलको प्रश्न धेरै आउँछ मन्त्रीजी
सहज गर्न किन नसकिएको हो? अहिले तपाईँले हेर्नुभयो भने तत्कालको अहिले चाहिँ एकदमै हामीले बुझ्न कहाँनिर जरुरी छ भने रासायनिक मल भनेको नेपाल सरकारसँगको आफ्नो उत्पादन होइन र त्यसमा चाहिँ हामीले नेपालको हाम्रो आफ्नो आन्तरिक कुरा मात्र भर पर्दैन, त्यो चाहिँ अन्तर्राष्ट्रिय धेरै कुराहरूले फरक पार्छ र अहिले चाहिँ मध्यपूर्वीको वारले गर्दाखेरि हामीले जति अर्डर गरे पनि हामीले समयमा चाहिँ त्यो त्यहाँ रोकिरहेछ। त्यो वारले गर्दाखेरि हाम्रो कतिवटा फेसिलिटी त्यहाँ रोकिरहेछन्, जसले गर्दाखेरि के हुन्छ भने तपाईँको एक दिन त्यहाँ ढिला हुने बित्तिकै हाम्रो ढुवानी यताउता गर्दा गर्दै एक दिनको लेटले गर्दाखेरि नेपालमा छिर्नलाई चाहिँ गाह्रो भइरहेछ। तर हामीले के गर्यौँ त भन्दाखेरि हामीले त्यसलाई चाहिँ मिटिगेट गर्नको लागि इन्डियासँग G2G गरेका छौँ। अन्य कुराहरूलाई पनि एकदमै एक्सपिडाइट गरेर हाम्रो कर्मचारीहरूलाई हामीले त्यहाँ पठाएर छिटोभन्दा छिटो गर्न खोजिरहेछौँ। सहजीकरण गर्नको लागि हामी अगाडि बढ्दै नै छौँ। अब तर के हुन्छ भन्दा विभिन्न कुराले प्रभाव पार्ने भएको हुनाले त्यसलाई वर्कआउट गर्दै नै छौँ। तर किसानलाई चाहिँ के हुँदो रहेछ भने नयाँ मन्त्री आए पनि मलको त उस्तै समस्या भयो, बिहानै बोरा बोकेर लाइनमा बस्न जान पर्यो भन्ने यो 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 हजुरहरूको विविध प्रक्रियासँग त बिहान बेलुका खेतमा रमाउने किसानलाई के मतलब हुन्छ र होइन? तर पनि अब कहिलेसम्म यो प्रक्रिया, अब युद्धको कुरा गर्नुभयो, नेपालमै यो रासायनिक मल कारखाना खोल्ने भनेर कृषि बजेटकै सबैभन्दा धेरै बजेट त्यता छुट्याइएको छ। अब यो प्लानिङले चाहिँ अब यति समयपछि चाहिँ हुँदो रहेछ भनेर यो अहिले भन्न सक्ने अवस्था रहेछ? मलको अभाव चाहिँ जति हाले नै हाल किसान होइन। एउटा कुरा चाहिँ म एकदमै धेरै कुरा चाहिँ दुई तिनवटा कुराको प्रभाव दुई तिनवटा कुरा चाहिँ हामी एसेसमेन्ट गर्दैछौँ। एउटा चाहिँ नेपाल सरकारले ल्याएको माटो सुधार योजना छ। माटो सुधार योजना भनेको के हो त भन्दाखेरि रासायनिक मल हालेर मात्रै एकदमै धेरै उत्पादन हुन्छ भन्ने कुरा कतिको साइन्टिफिक छ त होइन? हामी नेपाल सरकारले लिएको माटो सुधार योजनालाई चाहिँ मैले प्राथमिकताका साथ लग्दैछु, जसमा चाहिँ के हो त भन्दाखेरि हाम्रो नारकबाट हामी त्यसको रिसर्च पनि गर्दैछौँ र रासायनिक मल चाहिँ कति हाल्ने त भनेको हामीले साँच्चीकै भन्ने भने हाम्रो डेटा र हाम्रो चाहिँ किसानको मागको कम्पेरिटिभ स्टडी पनि हुँदैछ। यो सबै स्टडी भइसकेपछि अनि बल्ल मैले सायद म तपाईँसँगै बरु दिउँला यो यसको रासायनिक मलको कन्टेक्समा मैले यो समयमा मैले 4 महिनामा सबैभन्दा बढी चाहिँ आफ्नो समय व्यतीत गरेको क्षेत्र भनेको रासायनिक मल हो। कहाँनिर कमजोरी भइरहेछ त हामीले रासायनिक मलको मात्रा, रासायनिक मलको प्रक्रिया, रासायनिक मल सबै कुरालाई चाहिँ हामी छिटोभन्दा छिटो त्यो प्रक्रियालाई चाहिँ लग्नको लागि अगाडि बढाउँदैछौँ। रासायनिक मलको समस्या समाधानको लागि सरकार एकदमै धेरै सिरियस ढङ्गले लागेको छ र त्यसमा चाहिँ हामी चाँडै नै प्रभावकारी कार्यान्वयन गरेर त्यसको वितरण प्रणालीको सुदृढीकरणदेखि लिएर सबै कुरामा हामी अगाडि बढाउँदैछौँ। किसानलाई यसपटक विभिन्न कारणले चाहिँ रासायनिक मल समयमा पुर्याइयो, तर कहाँनिर चाहिँ कमजोरी भयो भन्ने कुरामा पनि हामी छानिरहेका छौँ। अब यो अहिले तराईका क्षेत्रहरूमा बर्ड फ्लूको समस्या भर्खरै भोग्नुभयो। अस्ति मात्र तपाईँहरूसँग डेलिगेसनमा नि कोही आउनु भएको जस्तो लाग्थ्यो। यो राहत पाइएन भन्ने उहाँहरूको गुनासो, सँगसँगै यो नियन्त्रणका लागि चाहिँ मन्त्रालयले चालिहालेको कदमहरू के थिए छन्? अनि सबैभन्दा ठुलो कुरा चाहिँ बर्ड फ्लू लागिसकेपछिको उपाय भनेको त्यसलाई चाहिँ छिटोभन्दा छिटो चाहिँ हामीले कलिङमा जान्छौँ। भनेको के हो त भन्दाखेरि पुर्ने अथवा के उपायहरू छ त्यो छिटोभन्दा छिटो गर्नुपर्ने हुन्छ। हामीले यसपटक तपाईँहरू किसानसँग नि सोध्नु होला, उहाँहरूलाई यति चाँडो क्षतिपूर्ति उपलब्ध गराएका छौँ। हामीले रकमान्तरण गरेर भए पनि 50 करोड जति क्षतिपूर्ति नेपाल सरकारले दिएको छ। बर्ड फ्लू लाग्न नदिनुको उपायलाई चाहिँ अब निराकरण गर्दैछ र लागिसकेपछि हामीले 75% क्षतिपूर्ति दिएका छौँ र त्यो चाहिँ एकदमै धेरै फास्ट। मैले चाहिँ उहाँहरूलाई यस्तो महसुस होस् कि सरकारले चाहिँ त्यहाँ कसरी काम गर्न सकिन्छ। 24/7 हाम्रो टिमले काम गरेर तपाईँ जानुहोस्, जो चाहिँ बर्ड फ्लूबाट प्रभावित हुनुभयो उहाँहरूलाई गएर प्रतिक्रिया पनि लिन सक्नुहुनेछ। हामीले क्षतिपूर्ति उपलब्ध गराउनेदेखि लिएर सेवा दिनेदेखि लिएर चेक गर्नेदेखि लिएर हामीले चाहिँ ऱ्यापिड एक्सन टिम नै गठन गरेर अगाडि बढाएका थियौँ। अहिले तत्काललाई चाहिँ बर्ड फ्लू चाहिँ त्यति धेरै छैन, अहिले छैन भन्दा कहीँ चाहिँ वन क्षेत्र चाहिँ विकासको बाधक बन्यो भनेर धेरै आलोचना हुने गरेको छ। एउटा रुख काट्नको लागि चाहिँ 9 महिना पर्खनु पर्यो भनेर प्रधान सेनापतिले यो संसदीय समितिमै गुनासो गर्नुभएको कुरो पनि केही समय पहिलाको थियो। यो वन क्षेत्र विकासको बाधक नबन्ने गरी
पनि काम गर्नुपर्ने रहेछ। यो वनसँग सम्बन्धित एउटा प्रश्न गरेँ मन्त्रीज्यू। होइन, यो प्रश्नमा एकदमै धेरै हामीले काम गर्दै नै छौँ। तपाईँले देख्नुभयो होला वन क्षेत्र विकासको बारेमा दुईवटा कुराले हुन्छ। एउटा चाहिँ टेक्निकल्ली यो हाम्रो चाहिँ प्राविधिक झन्झट छ। हामी फेरि पनि तिनै तहको सरकार हो होइन, तिनै तहबाट त्यो अनुमति लिनुपर्ने अवस्था आउँछ कुनै बेलामा। कुनै कन्टेक्समा चाहिँ सङ्घको अधिकारभित्र छ, कुनै वन चाहिँ प्रदेशको अधिकार क्षेत्रभित्र छ। यो सबै प्रक्रिया चाहिँ एउटा चाहिँ टेक्निकल एस्पेक्टबाट समस्या छ भने अर्को चाहिँ कानुनी एस्पेक्टबाट समस्या छ। कानुनी एस्पेक्टको समस्यालाई चाहिँ हामीले निराकरण गर्नको लागि त्यो कानुन छिटोभन्दा छिटो संशोधन गर्दैछौँ, एउटा कुरा। अर्को कुरा चाहिँ टेक्निकल झन्झटिलोलाई गर्नको लागि हामीले तपाईँले भन्नुहुन्छ भनेपछि मैले मेरो दिन पनि व्यतीत कसरी, दिनभरि त मैले अरू काममा व्यस्त हुन्छु। प्रशासनिक काममा चाहिँ मैले त्यो फाइलहरू एक दिन पनि नरोकियोस् भन्नको लागि धेरै कुरा त मैले मन्त्री परिषद लानुपर्ने हुन्छ। जग्गा भोगाधिकारको कुरा, रुख काट्ने कुराहरू लगायतको कति अनुमतिहरू त मैले क्याबिनेटबाट लग्नुपर्ने भएको हुनाले मैले लगभग तपाईँले कम्पेरेटिभली मेरो सेड्युल हेर्नुभयो भने म बिहान 8:30 देखि 9 बजीभित्र म यहाँ आइपुग्छु। धेरै जस्तो चाहिँ म 8 बजी आइपुग्छु। बिहान 8 बजीदेखि सबै काम सकाएर छिटोभन्दा छिटो सकाएर म 6:30 देखि रातिको 10-11 बजीसम्म पनि हामीले फाइल पढेर त्यो तुरुन्तका तुरुन्त लगिरहेछौँ। त्यसैले तपाईँले हेर्नुभयो भने रेसियो 4 महिना अगाडिदेखिको फाइलको रेसियो र अहिलेको फाइलको रेसियो हेर्नु होला। हामीले मेरो टेबलमा सकभर मैले चाहिँ राति 10-11 बजीसम्म बसेर भए पनि त्यो फाइललाई क्लियर गरेर मात्र म घर जान्छु। किन जान्छु त भन्दाखेरि वन विकासको बाधक नबनोस्। हामीले नेपालले जहिले पनि के सोच्यौँ त भन्दाखेरि हामी विकास गर्न सक्दैनौँ, हामी त्यो निराशा मात्र भएन। हामीले कुन कुराहरूलाई चाहिँ बाधक बनिरहेको छ त्यो कुरालाई चाहिँ अहिले तत्कालै मिटिगेट गर्न सक्ने कुराहरू चाहिँ ह्युमन रिसोर्सको कुरा छ। मैले हाम्रो टिमहरू पनि साँच्चैकै सबै टिमहरू काम गर्दै हुन्छ। कर्मचारी टिम पनि बिहान 7 बजीदेखि रातिको 7 बजीसम्म काम गरिरहेको हुन्छ। त्यो राम्रो कुरालाई हामीले राम्रै भन्नुपर्छ होइन। सबैजना चाहिँ मोटिभेट भएर मैले रिक्वेस्ट गरेर के गर्दैछु भन्दाखेरि वन विकासको बाधक नबनोस् भनेर यो प्रशासनिक र कानुनी दुइटै झन्झटलाई चाहिँ हामीले सुदृढीकरण गर्नको लागि गर्दैछौँ। चाँडै नै यसको पनि अनुभूति गर्ने गरेर हामी काम गर्छौँ। केही समय अगाडि चितवनमा मानव र वन्यजन्तु द्वन्द्वको घटनामा पनि तपाईँ आफै फिल्डमै पुग्नु भएको थियो मन्त्रीज्यू। अब अहिले विशेष गरेर त्यो खालको समस्या पनि किसानलाई छ, जो चाहिँ अब कि कृषि गरेर खान्छु भन्छ, वन्यजन्तुबाट मर्नुपर्ने अवस्था पनि छ। अर्को कुरा अहिले देशैभरिको समस्या बाँदरले हैरानी दिएको समस्या छ। यो दुई विषयमा चाहिँ मन्त्रालयले के गर्दैछ मन्त्रीज्यू? अनि यो जनताको प्रश्न पनि करिब सकियो यो प्रश्नसँग। सबैभन्दा ठुलो कुरा चाहिँ हामीले के गर्यौँ त भन्दाखेरि दुईवटा काम गर्दैछु। एउटा चाहिँ हाम्रो सबैभन्दा पहिला त म क्लियर त हुनु पऱ्यो नि त। साइन्टिफिकल्ली हेफाजत रूपमा कुनै योजना लग्नुभन्दा हामीले चाहिँ रिसर्च गरेर अनुसन्धान गरेर एउटा टिमले कार्यदललाई मैले गठन गरेको छु। मानव वन्यजन्तु द्वन्द्वलाई चाहिँ कसरी मिटिगेट गर्न सकिन्छ भने त्यो कार्यदलले चाहिँ एउटा हामीलाई लगभग 2-3 चोटि रिपोर्ट पेश गरिसकेको छ। अब चाँडै नै त्यसको चाहिँ हामीले फाइनल रिपोर्ट निकालेर कुन ठाउँमा चाहिँ कसरी चाहिँ हामीले स्याम्पल प्रोजेक्टहरू लागू गर्ने भन्ने कुरा छ। बाँदरको कन्टेक्समा त्यो छ। र हामीले चाहिँ वन्यजन्तुलाई चाहिँ कुन वन्यजन्तु चाहिँ हानिकारक वन्यजन्तु हुन् त भने त्यो पनि घोषणा गर्दैछौँ। र सबैभन्दा ठुलो कुरा चाहिँ हाम्रो अहिले जुन मानव वन्यजन्तु द्वन्द्वलाई मिटिगेट गर्नको लागि हामीले चितवन राष्ट्रिय निकुञ्जमा चाहिँ हामीले टाइगर स्याङ्चुरी बनाउँदैछौँ। त्यसै गरी एलिफेन्ट स्याङ्चुरी बनाउँदैछौँ। त्यो किन त भन्दाखेरि हामीले मानव वन्यजन्तु द्वन्द्वलाई चाहिँ न्यूनीकरण गर्नका लागि गर्दैछौँ। र अर्को कुरा चाहिँ कस्तो हुन्छ त भन्दाखेरि हामीले क्षतिपूर्तिहरूलाई चाहिँ एकदमै छिटो विदिन अ विकभित्र दिने गरेर चाहिँ काम गरिरहेछौँ। म पदभार ग्रहण गर्नुभन्दा अगाडि लगभग हामीसँग देशैभरि धेरैजनाले प्राप्त गर्नु भएको थिएन। म आउने बित्तिकै त्यही 15 दिनभित्र नै हामीले चाहिँ 2 करोड जति अर्थ मन्त्रालयसँग विनियोजन गराएर देशैभरि जसले चाहिँ क्षतिपूर्ति पाउनु भएको थिएन मानव वन्यजन्तु द्वन्द्वको पीडितहरूलाई चाहिँ हामीले क्षतिपूर्ति दियौँ। केही एका टेक्निकल समस्या बाहेक, टेक्निकल समस्या भनेको के हो त भन्दाखेरि डकुमेन्टेसनमा चाहिँ समस्या हुन्छ। स्थानीय तहले डकुमेन्टेसन गर्नुपर्ने हुन्छ। त्यो सबै डकुमेन्टेसनमा समस्या भएको बाहेक लगभग हामी तिरिसकेका छौँ। र अब अस्ति पनि चितवनमा चाहिँ हामीले 3 दिनभित्र चाहिँ क्षतिपूर्ति प्रोभाइड गर्यौँ। अहिले अरू सबै प्रक्रियाहरूलाई चाहिँ मैले के भनेको छु भने 1 हप्ताभन्दा बढी जति पनि डकुमेन्टेसन छ रात दिन काम गरेर भए पनि त्यो पीडितलाई चाहिँ राहत उपलब्ध गराउने भनेर निर्देशन पनि जारी गरेको छ। मन्त्रीज्यू, तपाईँ मन्त्री भएपछि यो कृषि अनुसन्धान केन्द्रहरू कतिको घुम्न भ्याउनु भएको छ? लगभग मैले सिम्बोलिकली सबै प्रदेशमा घुमेको छु। कस्तो पाउनु भयो त्यहाँ?
एउटा सामान्य किसानले उत्पादन गर्ने जति पनि कृषि अनुसन्धान केन्द्रमा त्यो सामग्री हुँदैन अरे भनेर प्रश्नहरू गर्छन्। अनि यो अनुसन्धान केन्द्रहरू विगतमा भर्ती केन्द्रहरू बनाइए भनेर आरोप लाग्ने गर्छन्। यो विषयमा बताइदिनु न, सुनौ न तपाईँको अनुभव। एउटा कुरा चाहिँ के थियो त भन्दाखेरि हामी आइसकेपछि विगतमा भर्ती केन्द्र बनाएँ भन्दा पनि मैले घुम्दाखेरि त ह्युमन रिसोर्स नै नभएको पनि धेरै फाइन्ड आउट गरेका थियौँ हामीले, जुन हिसाबमा जुन ठाउँमा जुन ह्युमन रिसोर्स चाहिन्छ। किनकि साइन्टिस्टहरू त सबै कुराको विज्ञ होइन नि त, कुनै एउटा पर्टिकुलर कुराको विज्ञ होला, कोही धानको विज्ञ होला, कोही माटोको विज्ञ होला, सबैजनाको विज्ञता छुट्टा छुट्टै थियो। तर मैले सिम्बोलिकली सबै प्रदेशमा चाहिँ मैले नार्क घुमेको छु र त्यहाँ चाहिँ के भेटाएको छु त भन्दाखेरि एउटा कुरा चाहिँ हामीले जहिले पनि कर्मचारीहरूलाई जहिले पनि त्यहाँको ह्युमन रिसोर्सलाई कहिले दुईवटा कुरा गर्ने हो। कहिलेकाहीँ चाहिँ काम गरेन भने शून्य सहनशीलता हो, त्यहाँ त हामीले कन्सिडरै गर्दैनौँ। तर काम गर्ने मान्छेलाई प्रोत्साहन पनि गर्नुपर्छ र उनीहरू पनि त उनीहरू त्यो जबसम्म मोटिभेट गर्न सक्दैन तबसम्म हामी हुँदैन। त्यसैले अहिले हामी आइसकेपछि 10 वर्षदेखि रिक्रुटमेन्ट रोकेको थियो, हामी त्यो रिक्रुटमेन्ट गऱ्यौँ है। 10 वर्षदेखि रिक्रुटमेन्ट रोकिनु भनेको पनि त अपग्रेडेड ह्युमन रिसोर्स नआउनु हो नि त। प्रविधि कहाँदेखि कहाँ पुग्छ। अर्को कुरा चाहिँ हामीले प्रविधिसँग जोडिरहेछौँ, नार्कलाई युनिभर्सिटीसँग जोडिरहेछौँ र यो अनुसन्धानलाई चाहिँ मैले छिटोभन्दा छिटो एक्सपेडाइट गर्नको लागि राइट म्यान इन राइट प्लेस गर्न खोजेर, राइट म्यान इन राइट प्लेस र ब्याक टु द फिल्ड, यो दुईवटा चाहिँ हामीले नेरेटिभहरू दुईवटा यो कुराहरूलाई बनाएर यो प्लान बनाएर जुन मान्छे जुन ठाउँको विज्ञता हो, हाम्रो जोनहरू छ। जस्तै कुनै ठाउँमा नार्कले धानको रिसर्च गर्छ, कुनै ठाउँमा माटोको रिसर्च गर्छ, कुनै ठाउँमा अरू चिजको सुन्तलाको रिसर्च गर्छ, कुनै ठाउँमा चाहिँ भैँसी बङ्गुर सबैको रिसर्च सेन्टर छ नि त हाम्रो। त्यो टार्गेटेड रिसर्च सेन्टरहरूमा चाहिँ जसको विज्ञता जे हो त्यसैलाई चाहिँ हामीले गरिरहेछौँ। त्यसैले यो दुईवटा प्लान चाहिँ हामीले इम्प्लिमेन्टेसन गर्दैछौँ। एउटा चाहिँ ब्याक टु द फिल्ड, काठमाडौँमा बसेर साइन्टिस्टहरू चाहिँ काम गर्नु भनेको डेस्क वर्कले हुँदैन, फिल्डमा जानु पर्ने त साइन्टिस्टहरू। अर्को कुरा चाहिँ जसको विज्ञता जहाँ छ त्यही मान्छे त्यहीँ जानु। अन्तिममा यो अघि तपाईँले किसान परिचय पत्रको कुरा गर्नुभयो मन्त्रीज्यू। अब यो नयाँ सरकार आएपछि अथवा चुनावी घोषणापत्रहरूमा चाहिँ किसान पेन्सनको कुरो पनि खुब आउँछ। योतर्फ हजुरहरूले रिसर्च गर्न भ्याउनु भएको छ, यो कतिको वैज्ञानिक रहेछ? किसानले पेन्सन पाउँछन् त? हामीले कन्ट्रिब्युसनमा आधारित पेन्सनको कुरा चाहिँ गरे हो। किसानहरूले पनि जति कन्ट्रिब्युसन गर्नुहुन्छ त्यसको चाहिँ कन्ट्रिब्युसनमा आधारित चाहिँ पेन्सन ल्याउने भन्ने हो। त्यसको लागि हामी पूर्वाधार बनाउँदैछौँ। आजको भोलि त्यो भनेको एसएसएफ जस्तै हो, सामाजिक सुरक्षा जस्तै हो। हजुर, त्यसलाई चाहिँ हामीले लङ टर्म रूपमा चाहिँ इम्प्लिमेन्टेसन गर्ने, तर अहिले तत्कालको लागि पूर्वाधारहरू बनाउने। त्यसको लागि चाहिँ किसान परिचय पत्र बाँड्नु चाहिँ एकदमै धेरै महत्त्वपूर्ण छ। किन महत्त्वपूर्ण छ भने हामीले डाटाबेस तयार नगरिकन त्यसलाई इम्प्लिमेन्टेसन गर्न सक्दैनौँ। त्यसको लागि चाहिँ हामी काम गर्दैनौँ। हस् मन्त्री, तपाईँको यो समय र कुराकानीको लागि धेरै धेरै धन्यवाद। अन्तिममा हामीलाई यति बेला हेर्ने सुन्ने हाम्रा दर्शक, कृषक विशेष गरेर पशुपालक किसानलाई चाहिँ अन्तिममा फेरि मन्त्रालयको तर्फबाट, मन्त्रीज्यूको तर्फबाट केही भन्नुहुन्छ? मैले विशेष गरेर किसानहरूलाई जो चाहिँ हाम्रो देशमा कन्ट्रिब्युसन गर्ने उहाँहरूको जुन भूमिकाको लागि आजसम्म उहाँहरूले नै हामीलाई पालिराख्नु भएको छ, किसानहरू उत्पादक हो जो हो उहाँहरूले चाहिँ हामीलाई पालिराख्नु भएको छ। त्यसको लागि चाहिँ विशेष धन्यवाद दिन चाहन्छु। उहाँहरू तपाईँहरूले जुन चाहिँ हाम्रो देशलाई गरेको कन्ट्रिब्युसन र हामीलाई जुन हिसाबमा चाहिँ विश्वास गरेर दिएको म्यान्डेट, दुईटै कुरा चाहिँ हामीले बिर्सेका छैनौँ। र यसलाई चाहिँ तपाईँहरूलाई विगतमा के भयो, कहाँ कहाँ कमजोरी भयो त्यसलाई निर्क्युल गरेर त्यसलाई चाहिँ हामीले हेरेर चाहिँ आगामी दिनमा सफल कार्य योजनाहरू लिएर आउँदैछौँ। त्यसको लागि तपाईँहरू निश्चिन्त भएर बस्नुहोला। हामीले चाहिँ सरकारको तर्फबाट गर्नुपर्ने काम कर्तव्यमा चाहिँ चुक्ने छैनौँ भन्ने कुरा। समय र कुराकानीको लागि धेरै धेरै धन्यवाद। यति बेला हामीसँग माननीय मन्त्रीज्यू हुनुहुन्थ्यो, उहाँसँग गरिएको यो कुराकानी तपाईँ मेरो सेरोफेरो युट्युब च्यानल र सेरोफेरो नेटवर्कका विभिन्न सामाजिक सञ्जाल, हाम्रो पात्रो एप्लिकेसन, देशका सातै प्रदेशका विभिन्न रेडियो स्टेसन, मुकुन्द सेन टेलिभिजन लगायतका माध्यमहरूबाट तपाईँले सुन्न सक्नुहुन्छ। यो समय र कुराकानीका लागि मन्त्रीज्यूलाई धन्यवाद दिँदै म विवेक पोखरेल र हाम्रो सम्पूर्ण टिम बिदा भाग्छु। नमस्कार।